के तपाईँ सजिलो तरिकाले जापानिज भाषा सिक्न चाहनुहुन्छ? आजको भिडियो हेरेपछि तपाईँले दैनिक प्रयोग हुने जापानिज सेन्टेन्सहरू सजिलै बुझ्न सक्नुहुन्छ। अझ बिगिनर हुनुहुन्छ भने पनि कुनै समस्या छैन। आज हामीले जापानी भाषामा डेली कन्भर्सेसन गर्दा प्रयोग हुने जापानिज सेन्टेन्सहरू सिक्नेछौँ। सो आउनुहोस् ढिला नगरिकन भिडियोमा अघि बढौँ। पहिलो विषयवस्तु रहेको छ तिमी के गर्दैछौ? कसैलाई चाहिँ तिमी के गर्दैछौ भनेर जापानिजमा सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त? नानी हो सिते इमासु का? नानी हो सिते इमास्का भने के हो त? तिमी के गर्दैछौ भनेर क्वेसन गरेको है त। तपाईँहरू पनि मसँग नै बोल्ने प्र्याक्टिस गर्नु है त। अर्को रहेको छ म सफा गर्दैछु। म चाहिँ सफा गर्दैछु भनेर भन्नु पर्यो भने कसरी भन्नुहुन्छ त? अब सौजी सिते इमास भनेर भन्नुहुन्छ। सौजी सिते इमास भने के हो त? म चाहिँ सफा गर्दैछु भनेर भनेको है त। अर्को रहेको छ के तिमीसँग फुर्सद छ? के तिमीसँग चाहिँ फुर्सद छ? के तिमीसँग चाहिँ टाइम छ भनेर सोध्नु पर्यो भने चाहिँ कसरी सोध्नुहुन्छ त? हिमागा आरिमास्का? हिमागा आरिमास्का भने के हो त? के तिमीसँग फुर्सद छ अथवा के तिमीसँग चाहिँ थोरै टाइम छ भनेर सोधेको है त। अथवा के तिमी चाहिँ फुर्सद छ भनेर सोधेको है त। हिमागा आरिमास्का भनेको। अर्को रहेको छ अहिले म व्यस्त छु। त्यो व्यक्तिले चाहिँ तपाईँलाई एन्सर दिँदा कसरी दिन्छ त? अहिले म अलिक थोरै व्यस्त छु भनेर भन्नुपर्दा चाहिँ कसरी भन्छ त? इमा वा इसोगासी देश भनेर भन्छ। इमा वा इसोगासी देश अहिले म व्यस्त छु। इमा वा इसोगासी देश भने के हो त? अहिले म व्यस्त छु भनेर भनेको है त। अर्को रहेको छ के तिमी अहिले व्यस्त छौ? के तिमी चाहिँ अहिले व्यस्त छौ भनेर क्वेसन सोध्नु पर्यो भने चाहिँ कसरी सोध्नुहुन्छ त? इमा इसोगासी देश का? इमा इसोगासी देश का? के तिमी अहिले व्यस्त छौ? इमा इसोगासी देश का भने के हो त? के तिमी अहिले व्यस्त छौ भनेर सोधेको है त। त्यो व्यक्तिले भन्छ अब म अहिले व्यस्त छैन, म चाहिँ अहिले व्यस्त छैन भनेर भन्नु पर्यो भने कसरी भन्छ त? इमा वा इसोगासी कुनाई देश? इमा वा इसोगासी कुनाई देश भने के हो त? म अहिले व्यस्त छैन, म चाहिँ अहिले व्यस्त छैन भनेर भन्नु पर्यो भने तपाईँले कसरी भन्नुहुन्छ त? पढ्नु त गुड। इमा वा इसोगासी कुनाई देश भनेर भन्छ है त। अर्को रहेको छ म अहिले व्यस्त छु। म चाहिँ अहिले व्यस्त छु भनेर भन्नु पर्यो भने इमा वा इसोगासी देश? इमा वा इसोगासी देश? म अहिले व्यस्त छु। इमा वा इसोगासी देश भने के रहेको छ त? म अहिले व्यस्त छु रहेको छ है त। अर्को रहेको छ के यो भारी छ? कुनै सामान चाहिँ बोक्नु पर्यो तपाईँले अनि सोध्नु पर्यो के यो चाहिँ भारी छ, गरुङ्गो छ भनेर सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त? कोरे वा ओमोई देश का? कोरे वा ओमोई देश का भने के हो त? के यो भारी छ, के यो गरुङ्गो छ भनेर सोधेको है त। अब यसको एन्सर हुन्छ होइन यो हल्का छ, होइन यो चाहिँ हल्का छ भनेर भन्नुपर्दा कसरी भन्नुहुन्छ त? इए खारुई देश भनेर भन्नुहुन्छ। इए खारुई देश? होइन यो हल्का छ। इए खारुई देश भने के हो त? होइन यो चाहिँ हल्का छ भनेर भनेको है त। अब हो यो धेरै भारी छ, हो यो चाहिँ धेरै भारी छ भनेर भन्नु पर्यो भने चाहिँ त्यो सिचुएसनमा कसरी भन्नुहुन्छ त? हाई तोत्तेमो ओमोई देश? हाई तोत्तेमो ओमोई देश? हो यो धेरै भारी छ भनेर भनेको है त। अर्को रहेको छ के यो टिकाउ छ? के यो चाहिँ टिकाउ छ भनेर सोध्नु पर्यो भने चाहिँ कसरी सोध्नुहुन्छ त? जुबु देश का? जुबु देश का भने के हो त? के यो टिकाउ छ? जुबु देश का? के यो टिकाउ छ? हो यो टिकाउ छ, हो यो चाहिँ टिकाउ छ भनेर भन्नु पर्यो भने अब कसरी भन्नुहुन्छ त? पढ्नु त गुड। हाई जोबु देश? हाई जोबु देश? हो यो टिकाउ छ भनेर भनेको है त। अर्को रहेको छ के म त्यहाँ जान सक्छु? के म चाहिँ त्यहाँ जान सक्छु भनेर सोध्नु पर्यो भने तपाईँले जापानिजमा कसरी सोध्नुहुन्छ त? अब आसोको ए इत्ते मोई देश का? आसोको ए इत्ते मोई देश का भने के हो त? के म त्यहाँ जान सक्छु भनेर क्वेसन गरेको है त। आसोको ए इत्ते मोई देश का भने के हो त? के म त्यहाँ जान सक्छु भनेर क्वेसन सोधेको है त। अब यसो एन्सर हुन्छ तिमी त्यहाँ जान सक्छौ, तिमी चाहिँ त्यहाँ जान सक्छौ भनेर अब भन्नु पर्यो भने कसरी भन्नुहुन्छ त? इत्ते मोई देश भनेर भन्नुहुन्छ है त। इत्ते मोई देश? तिमी त्यहाँ जान सक्छौ भनेर पर्मिसन दिएको भयो है त यो। अर्को रहेको छ कि तिमी पागल हौ? कसैलाई चाहिँ कि तिमी पागल छौ, कि तिमी पागल हौ भनेर सोध्नु पर्यो भने चाहिँ कसरी सोध्नुहुन्छ त? आनाता वा ओखासी देश का? आनाता वा ओखासी देश का? कि तिमी पागल छौ भनेर भनेको है त। कि तिमी पागल हौ? रिस उठा बेला भन्छ नि हामीले के त पागल हो भनेर भन्छ नि, त्यस्तै गरी आनाता वा ओखासी देश का भने के हो त? के तिमी पागल हौ भनेर भनेको है त। अर्को रहेको छ म पागल होइन, म चाहिँ पागल होइन भनेर भन्नु पर्यो भने कसरी भन्नुहुन्छ त? ओखासी कुनाई देश? ओखासी कुनाई देश भनेको म चाहिँ पागल होइन। ओखासी कुनाई देश भने के हो त? म पागल होइन भनेर भनेको है त। अर्को रहेको छ के ऊ पागल छे?
के ऊ चाहिँ पागल छे भनेर सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त खान्जियो वा ओखासी देस्का खान्जियो वा ओखासी देस्का के ऊ पागल छे भनेर सोधेको है यो चाहिँ केटीलाई सोद्धाखेरि सोधिन्छ है त खान्जियो भनेको केटी है त अर्को रहेको छ अलिकति पनि होइन अलिकति पनि होइन अलिकति पनि होइन भनेर भन्नु पर्यो भने अब जेन ओखासी कुनाए देश जेन ओखासी कुनाए देश भने के रहेको छ त अलिकति पनि होइन जेन ओखासी कुनाए देश भने के हो त अलिकति पनि होइन भनेर भनेको है त अर्को रहेको छ कि तिमी मलाई रिस उठाइरहेका छौ कि तिमी चाहिँ मलाई रिस उठाइरहेका छौ भनेर सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त वातासी ओ ओकोरा सित्ते इमास्का भनेर भन्नुहुन्छ है त वातासी ओ ओकोरा सेत्ते इमास्का भने के हो त के तिमी मलाई रिस उठाइरहेका छौ भनेर सोधेको है त कोही मान्छे हुन्छ त रिस उठाइराख्ने खाली किचकिच गरेर त्यो सिचुएसनमा यो प्रयोग गरिन्छ है त के म जाउँ के म चाहिँ जाउँ भनेर सोध्नु पर्दा चाहिँ कसरी सोध्नुहुन्छ त इकी मास्यौका कि म जाउँ भनेर पर्मिसन माग्यो है त अब एन्सर हुन्छ अर्को रहेको छ के म जान पाउँछु अर्को चाहिँ के म जान पाउँछु भनेर सोध्नु पर्यो भने चाहिँ कसरी सोध्नुहुन्छ त इत्ते मोई देस्का कि म जान पाउँछु भनेर सोधेको है त अर्को रहेको छ के म जान सक्छु के म चाहिँ जान सक्छु भनेर सोध्नु पर्यो भने चाहिँ इत्ते मोई देस्का के म जान सक्छु भनेर है त हामीले पेन र पोलाइट फर्ममा पढ्यो है त्यो अघिको हुन्छ तिमी जान सक्छौ हुन्छ तिमी चाहिँ जान सक्छौ भनेर भन्नु पर्यो भने अब हाई इदेश भनेर भन्नुहुन्छ है त हाई इदेश भने के हो त हुन्छ तिमी जान सक्छौ भनेर भनेको है त अर्को रहेको छ के तिमी पक्का छौ के तिमी चाहिँ कुनै कुरामा चाहिँ पक्का छौ भनेर सोध्नु पर्दा चाहिँ कसरी सोध्नुहुन्छ त दाइजुबु देस्का के तिमी पक्का छौ भनेर सोधेको है त म पूर्ण रूपमा पक्का छैन म चाहिँ पूर्ण रूपमा पक्का छैन भनेर भन्नु पर्यो भने अब आमारी दाइजुबु ज्यानाइदेश कसरी पढ्नुहुन्छ त आमारी दाइजुबु ज्यानाइदेश म चाहिँ पूर्ण रूपमा पक्का छैन भनेर भनेको है यो चाहिँ आमारी दाइजुबु ज्यानाइदेश भनेर भन्नुहुन्छ है त अर्को रहेको छ के तिमीले काम सक्यौ के तिमीले चाहिँ काम सक्यौ भनेर सोध्नु पर्यो भने चाहिँ ओवारी मासिताका भनेको काम सक्यो भनेर सोधेको है त अर्को रहेको छ हो मैले चाहिँ सकाइसकेँ भनेर भन्नु पर्यो भने हाई ओवारी मासिता भनेर भन्नुहुन्छ हाई ओवारी मासिता भने के हो त हो मैले चाहिँ सकेँ भनेर भनेको है त अर्को रहेको छ मैले अझै सकेको छैन भनेर भन्नु पर्यो भने कसरी भन्नुहुन्छ त मादा ओवात्ते इमासेन भनेर भन्नुहुन्छ है त मादा ओवात्ते इमासेन मैले अझै सकेको छैन मादा ओवात्ते इमासेन भने के हो त मैले अझै सकेको छैन अर्को रहेको छ कि तिमी मलाई माया गर्छौ कि तिमी चाहिँ मलाई माया गर्छौ भनेर सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त पढ्नु त गुड वातासिनो कोत्तो ओ किनी सिमास्का भने के हो त के तिमी मलाई माया गर्छौ भनेर सोधेको है त यो अर्को रहेको छ म चाहिँ धेरै माया गर्छु भनेर भन्नु पर्यो भने अब तोत्तेमो किनिसिमास हो म चाहिँ धेरै माया गर्छु भनेर भनेको है त अर्को छ मलाई चाहिँ मतलब छैन भनेर भन्नु पर्यो भने किनिसिमासेन भने के हो त मलाई चाहिँ मतलब छैन भनेर भनेको है त अर्को रहेको छ पहिलो चाहिँ को जान्छ कि पहिले चाहिँ को जान्छ त्यहाँ पहिले को जान्छ यहाँ त्यहाँ भने सोध्छ नि हामीले कि विषयमा त्यो बेला चाहिँ जापानिजमा कसरी सोधिन्छ त दारेगा साकिनी इकिमास्का भने के हो त पहिले को जान्छ भनेर सोधेको है त म पहिले जान्छु म चाहिँ अब आफू चाहिँ पहिले जान्छु भनेर भन्नु पर्यो भने कसरी भन्नुहुन्छ त अब वातासिगा साकिनी इकिमास म चाहिँ पहिले जान्छु भनेर भन्नुभयो है त अर्को रहेको छ तिमी पहिले जाऊ कसैलाई चाहिँ तिमी पहिले जाऊ न भनेर भन्नु पर्यो भने चाहिँ आनातागा साकिनी इत्तेकुदासाई भनेर भन्नुहुन्छ है त आनातागा साकिनी इत्तेकुदासाई भने के हो त तिमी पहिले जाऊ भनेर भनेको है त अर्को रहेको छ के तिमीले त्यो सुन्यौ भनेर सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त अब सोरे ओ किकी मासिताका भने के हो त के तिमीले त्यो सुन्यौ भनेर सोधेको है त
अर्को रहेको छ कसैले मलाई भनेन, कसैले मलाई चाहिँ भनेन भनेर भन्नु पर्यो भने त्यही भएर सुनिनँ के, कसैले मलाई भनेन त्यही भएर मैले सुनिनँ भनेर भनिन्छ नि, त्यो बेला चाहिँ कसरी भनिन्छ त जापानिजमा, दारे मो इमासिन देसिता, दारे मो इमासिन देसिता, कसैले मलाई भनेन भनेर भनेको है त। अर्को रहेको छ तिमीलाई कसरी थाहा भयो, तिमीलाई चाहिँ कसरी थाहा भयो भनेर सोध्नु पर्यो भने चाहिँ दौसिते सिरिमासिताका, दौसिते सिरिमासिताका भने के हो त, तिमीलाई चाहिँ कसरी थाहा भयो भनेर क्वेसन सोधेको है त। अर्को रहेको छ उसले मलाई भन्यो, उसले चाहिँ मलाई भन्यो भनेर भन्नु पर्यो भने चाहिँ खारेगा इमासिता, खारेगा इमासिता, उसले मलाई भन्यो भनेर भनेको यो। अर्को रहेको छ कि तिमीले कसैलाई भन्यौ, कि तिमीले चाहिँ कसैलाई भन्यौ भनेर क्वेसन सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त, दारेका नि इमासिताका भने के हो त, के तिमीले कसैलाई भन्यौ भनेर क्वेसन गरेको है त। मलाई केही सोध्नु छ, मलाई चाहिँ केही सोध्नु छ भनेर भन्नु पर्यो भने अब च्योत्तो किकिताई कोत्तोगा आरिमास भनेर भन्नुहुन्छ। अब मलाई गलत नबुझ, मलाई चाहिँ गलत नबुझ भनेर भन्नु पर्यो भने वातासी ओ खाइस्या कुसिनाइ दे कुदासाई भनेर भन्नुहुन्छ। कसरी भन्नुहुन्छ त, वातासी ओ खाइस्या कुसिनाइ दे कुदासाई, मलाई गलत नबुझ भनेर भन्नुहुन्छ है त। अर्को रहेको छ कि म तिमीलाई मद्दत गर्न सक्छु, कि म चाहिँ तिमीलाई मद्दत गर्न सक्छु भनेर सोध्नु पर्यो भने कसरी सोध्नुहुन्छ त, तेचुदाई मास्यौका, तेचुदाई मास्यौका, कि म तिमीलाई मद्दत गर्न सक्छु, तेचुदाई मास्यौका। त्यो राम्रो प्रश्न हो, त्यो चाहिँ राम्रो प्रश्न हो भनेर भन्नु पर्यो भने इ सिचुमन देस्ने भनेर भन्नुहुन्छ त, इ सिचुमन देस्ने, त्यो राम्रो प्रश्न हो है भनेर भनेको है त। अब मैले तिमीलाई स्पष्ट सुन्न सकिनँ, मैले चाहिँ तिमीलाई स्पष्ट सुन्न सकिनँ भनेर भन्नु पर्यो भने योक्कु किकोए मासिन देसिता, योक्कु किकोए मासिन देसिता भने के रहेको छ त, मैले तिमीलाई स्पष्ट सुन्न सकिनँ भनेर भनेको है त। कृपया मलाई बुझाइदिनुहोस्, अब स्पष्ट सुन्न सकिनँ त्यही भएर चाहिँ कृपया मलाई बुझाइदिनुहोस् भनेर भन्नु पर्यो भने सेचुमे सित्ते कुदासाई भनेर भन्नुहुन्छ, सेचुमे सित्ते कुदासाई, कृपया मलाई बुझाइदिनुहोस् भनेर भनेको है त। अर्को रहेको छ म पछि गर्छु, म चाहिँ पछि गर्छु भनेर भन्नु पर्यो भने आतो देसिमास, आतो देसिमास भने के हो, म पछि गर्छु केही कुरा चाहिँ है त। मलाई डिस्टर्ब नगर्नुहोस्, मलाई चाहिँ डिस्टर्ब नगर्नुहोस् भनेर भन्नुपर्दा कसरी भन्नुहुन्छ त, ज्या मासिनाइदे कुदासाई, ज्या मासिनाइदे कुदासाई भने के हो त, मलाई चाहिँ डिस्टर्ब नगर्नुहोस् भनेर भनेको है त। म छिट्टै फर्कन्छु, म चाहिँ छिट्टै फर्कन्छु भनेर भन्नु पर्यो भने सुगु मोदोरिमास, सुगु मोदोरिमास भने के हो त, म छिट्टै फर्कन्छु रहेको छ। अर्को रहेको छ आउ यो काम सँगै सकाउँ, आउ यो काम चाहिँ सँगै सकाउँ भनेर भन्नुपर्दा कसरी भन्नुहुन्छ त, इस्योनी कोरे ओ ओआरएसे मास्यो भनेर भन्नुहुन्छ है त। इस्योनी कोरे ओ ओआरएसे मास्यो भन्यो के हो त, आउ यो काम सँगै सकाउँ भनेर भनेको है त। तपाईँहरूको लागि एउटा इक्जाम छ यहाँनिर, के तिमी म जस्तै छौ भन्नलाई चाहिँ जापानिजमा यो दुईटामा कुन चाहिँ ठिक छ त्यो चाहिँ कमेन्टमा लेख्नु है त।